प्रभुजीको नाउँमा र आज म फेरि तपाईँको माझमा आएको छु र आज म तपाईँहरूलाई के भन्न चाहन्छु भने आज हाम्रो प्रभुपट्टि डर चाहिँ कस्तो छ है डर आज हामीले प्रभुलाई कस्तो पाराले है हामीले हाम्रो जीवनमा प्रभुलाई राखेको छौँ। आज मलाई दुःख लाग्छ के हो आज विश्वासी मानिसहरूले है आज प्रभुको डरलाई बिर्सिसकेको छ। आज म तपाईलाई के भन्न चाहन्छु भने आज हामीले परमेश्वरको डर मान्नुपर्छ है, किनभने परमेश्वरले आज हामीलाई बनाउनु भएको हो। परमेश्वरले आज हामी नष्ट पनि गर्न सक्नुहुन्छ आज हामीलाई है। अनि म तपाईलाई के भन्न चाहन्छु भने आज धेरैजना आज विश्वासीहरूको यस्तो सोच भइसक्यो क्या, आज अगुवाजनहरूसँग मानिससँग है अगुवाजनहरूसँग डराइरहेको हुन्छ क्या हो। डराउनु पर्छ है अगुवाजनहरूसँग पनि, अगुवाजनको डर पनि मान्नुपर्छ। तर अगुवाजनलाई बनाउनु हुने जो अझै महान परमेश्वरको चाहिँ आज हामीले डर मान्नुपर्छ क्या है। आज हामीले धेरैपल्ट क्या आज हामी चाहिँ चर्च चाहिँ खालि क्या अगुवाजनको डरले आज चर्च गएन भने त मलाई कराउँछ पास्टर भयो। आज हामी चाहिँ चर्च चाहिँ खालि क्या अगुवाजनको डरले आज चर्च गएन भने त मलाई कराउँछ पास्टर बाउले पास्टरनी आमाले। आज चर्च हिँडेन भने त सङ्गति हिँडेन भने त मलाई त फोन गरेर कराउँछ भनेर आज हामी मानिसको डर मान्छौँ, मानेर चर्च हिँडिरहेको हुन्छौँ क्या धेरैपल्ट। म तपाईँलाई के भन्न चाहन्छु भने नि आज हामी फर्स्ट है मानिसको डर मान्ने होइन है, आज हामी परमेश्वरको डर मान्नुपर्छ हामीले है। म तपाईँले यो भन्न चाहन्छु आजको दिनमा आज हामी मानिसको डर मान्ने होइन, आज हामी परमेश्वरको डर मान्ने हुनुपर्छ। अनि एउटा कुरा के छ भने आज हामी धेरैपल्ट के हो आज हामीले यो कुरालाई बिर्सिरहेको हुन्छौँ आज हाम्रो परमेश्वर चाहिँ ज्योति हुनुहुन्छ भन्ने कुराहरू क्या। आज परमेश्वर चाहिँ आज हाम्रो साथमा हुनुहुन्छ, हामीसँगै हुनुहुन्छ भन्ने कुराहरू आज हामीले बिर्सिरहेको हुन्छ क्या। धेरैपल्ट हामीले मानिससँग लुक्छौँ क्या, लुकेर पाप गर्छौँ, ढाँट्छौँ, छल्छौँ, तर हामी है परमेश्वरसँग छल्न सक्दैनौँ। यो कुरालाई पनि बिर्सिरहेको हुन्छ क्या हामीले। म तपाईँलाई यो भन्न चाहन्छु है परमेश्वर चाहिँ ज्योति हुन्छ। तपाईँ मानिससँग लुकेर पाप गर्न सक्नुहुन्छ, मानिससँग लुकेर तपाईँले ढाँट्नु सक्नुहुन्छ मानिसहरूलाई, तर परमेश्वरलाई तपाईँले कहिले पनि ढाँट्नु सक्नुहुन्न। यो कुराहरू म तपाईँ तर परमेश्वरलाई तपाईँले कहिले पनि ढाँट्नु सक्नुहुन्न। यो कुराहरू म तपाईँले आजको दिनमा भन्न चाहन्छु, किन धेरै विश्वासीहरूको जीवन यो भइरहेछ क्या। आज यो कुरालाई बिर्सिरहेको छ प्रभु चाहिँ ज्योति हुनुहुन्छ भने। आज प्रभु चाहिँ आज हाम्रो साथमा हुनुहुन्छ र आज हामीले जे गर्छौँ परमेश्वरले देखिराख्नु भएको छ भन्ने कुराहरू आज हामी बिर्सिरहेको हुन्छौँ। तपाईँले यही आजको दिनमा यही इन्करेज छ है, आज परमेश्वर चाहिँ आज हाम्रो साथमा हुनुहुन्छ है। हामी मानिससँग लुक्न सक्छौँ, मानिससँग लुकेर पाप गर्न सक्छौँ, ढाँट्न सक्छौँ, तर हामी परमेश्वरसँग ढाँट्न सक्दैनौँ है। परमेश्वर सब कुछ जान्नुहुन्छ र आज हामी है मानिसको डर मान्ने होइन है, आज हामी परमेश्वरको डर मान्ने छोराछोरी हुन्छौँ। हामी